साथीहरुको खबर के छ? सन्चै हुनुहुन्छ? म त सन्चै छु है। त्यही भएर बिहानै उठेर अब ड्युटी लाग्नु लाग्छ है। फेरि पनि मर्निङ ड्युटी छ आजदेखि। हिजो पनि गयो, आज पनि जानुपर्ने छ है। सो सम्पूर्णलाई शुभ बिहानी अनि आजको नयाँ एपिसोड अफ भ्लगमा पनि स्वागत छ। र ढिलो नगरिकन कामतिर लागे है त म चाहिँ। आज फेरि साथीहरु एक्लै परियो क्या। फेरि के भन्नु के, अब 2 दिन गरेको थियो मसँग त्यो भाइ है। त्यो भाइ चाहिँ नानी बिरामी भएर हस्पिटल बसेछ रातभरि। त्यही भएर म एक्लै निक्लिँदैछु। अहिले गएर चाहिँ मैले टिभी समस्याहरू हेरिदिनु पर्ने छ है। दाजुहरू सबै निस्किसक्यो। म पनि निक्लिने हो, ड्याङ ड्याङ गरिदिइहाल्ने हो हैन। काम भन्ने कुरा गर्दै गर्नुपर्छ हैन, बोल्दै गर्नुपर्छ। ल त साथीहरू, उकालो बाइक रन्काएर अहिले चाहिँ म टिभी समस्या हेरिदिनु धरान 13 आइपुगेँ। अब यहाँनिर टिभी हेरिदिनु पर्ने छ, के भएर समस्या भएको। लोकेसन भन्नुहुन्छ भने ठ्याक्कै बाल विकास केन्द्र छेउमा है। अब यहाँनिर कल गर्ने हो, त्यसपछि लाग्दिने हो। सुई कल लाग्दैछ है। के भएर यस्तो हुन्छ क्या साथीहरू, हेर्नु पुरा अड्किरहेछ, फ्रिज भएको छ। अब यसलाई खोल्नै पर्छ क्या हामीले। फाइनल्ली फर्स्ट वर्क चाहिँ कम्प्लिट भयो है। सेटअप बक्स फ्रिज भएको थियो, बनाइदिइसक्यौँ। चिया पनि खाइयो, कोकी पनि खाइयो। अब लाग्यो अर्कोतिर। फेरि अर्को काम पनि सक्यो है साथीहरू। यहाँनिर चाहिँ टिभी समस्यामा सेटअप बक्स रिप्लेस गर्नु पर्यो है। अनि यहाँनिरको चाहिँ फोन लगाएको थिएन नि त, अनि घरको फोटो हेरेको ठ्याक्कै यो देखेँ क्या। त्यही भएर चिनेर आइदिइहालेको क्या। सो अब फेरि अर्कोतिर लाग्छ है त। तेस्रो काम गर्ने लोकेसन, तेस्रो पनि टिभी नै समस्या। र यहाँ चाहिँ काम गर्ने ठाउँमा चाहिँ आइसकिसकेँ म। अब भित्र गएर के समस्या भएको त्यो चेक गर्छु, जाँच गर्छु, त्यसपछि निक्लिन्छु। यहाँनिरको टिभी समस्यामा पनि पुरै अड्किरहेछ कि। यो फ्रिज भएको हो कि। तेस्रो टिभी समस्या पनि समाधान भयो है साथीहरू। अब फेरि चौथोतिर लागेको ल, त्यहाँ पनि टिभी समस्या हेरिदिनु छ। गएर तार चेन्ज भन्दैछ है, यताको तार हो हेर्नुपर्ने छ। सो लागे ल। अर्को काममा आएको है साथीहरू। यहाँनिर चाहिँ सेटअप बक्स वायरलेस रहेछ है। यहाँनिर ल्यान्ड केबल लाग्छ, त्यो ल्यान्ड केबल चाहिँ लगाएको रहेन रहेछ। अनि राउटर चाहिँ यहाँ छ क्या। यहाँदेखि यताभित्र लगेर परको भेन्टिलेसनबाट भित्र हाल्नुपर्ने भएको छ। अब यहाँनिर चाहिँ मैले तार लिनु अफिस जानुपर्ने भएको छ है। अफिस गएर तार ल्याउने, त्यसपछि यहाँनिर ट्याक्क लगाइदिने, अनि मात्र सल्भ हुन्छ। तार नलगाइकन वायरलेस लगाएकोले गर्दा चाहिँ पुरा च्यानल अड्केर आउँछ क्या। त्यही भएर तार लिनु जाँदैछ है त। तार ल्याएर तार लगाउने काम गरेको है। फेरि कम्प्लेन के, सपोर्टै गरेको छैन कि यो तार। अब यही तार सट्ट घुमाएर यताबाट लगाइदिएको। सेटअप बक्सले लिएकै छैन क्या साथीहरू। ओभर दिमाग खराब गरेर साथीहरू यो तार दुईटा तार ल्याएको, दुइटै काम नलाग्ने भयो क्या। लिँदै लिएन, सपोर्टै गरेन। 3 पल्ट ओहोरदोहोर गरेर बल्लैले सल्भ भयो क्या यहाँको। तारमै समस्या रहेछ है। 1 hour later मजाले खाना खाइयो है, रेस्ट पनि गरियो। अब फेरि लाग्यो कामतिर। अब जानुपर्ने त हामी सारङ्गा डाँडा हो, त्यतै भेटौँ ल। उकालो कुदेर साथीहरू सारङ्गा डाँडा आइपुग्यो है। अब यहाँनिर चाहिँ मैले बिकन जोडिदिनु पर्ने छ है। सेकेन्डरी राउटर भनौँ न, जोडिदिन्छौँ। त्योभन्दा पहिला कल गर्नु पऱ्यो नि त होइन, कि परेन हौ। घर त थाहा हुनु पऱ्यो, कहाँ जोड्ने त्यो पनि त थाहा हुनु पऱ्यो। सो प्रोसेस गर्छु है त। यहाँनिर चाहिँ हाम्रो साथीहरू भिजिट मात्रै भयो है, यहाँनिरको कामै भएन। बिकन जोड्नु भनेर आएको नहुने भयो, अर्को जोड्नु पर्ने, अर्कै सामान पठाएँ अफिसबाट। त्यही भएर म चाहिँ फर्किन लागेको त। अब ओह्रालो झर्छु गर्मी खाँदै खाँदै। डाँडाबाट एकैचोटि कुदेर गटङटङ फेदै आइपुग्यो। फेरि यहाँ पनि कुदाइ मात्रै भयो। 5G राउटर यहाँ छ, बिकन हाल्नु भनेर आएको। 6G लाउनु हुने अरे उहाँहरूले। यहाँनिर पनि बिकन जडान भएन क्या साथीहरू। त्यही भएर म चाहिँ निक्लेको अब यहाँबाट पनि। अब फेरि अर्कोमा जान्छु, त्यहाँ पनि नहुने नै होला, भिजिट त ओभर भइसक्यो। अहिले चाहिँ धरान 14 आइपुगेको छु है। यहाँनिर चाहिँ यो लुज भएर छ, खाँदिदिएको मजाले चलिसक्यो, च्यानल मजाले आइसक्यो। धरान 16, धरान 3 अनि धरान 14 आइपुग्यो है। अब फेरि 16 जानुपर्ने क्या साथीहरू। कुदाइ मस्त भइरहेछ। अनि घाम मजाको लागिरहेछ है। बाँसघारी छ। धरान 14मा आइपुगेको छ। मैले चाहिँ आइपुगेको छु भन्दा पनि आइपुगेको छु है साथीहरू। यहाँको काम पनि सकिसक्यो। टिभी समस्या हेर्दैछु क्या आज। फेरि अर्को पनि सल्भ भयो क्या। यहाँनिर पनि एबी चुज गर्नु नआएको रहेछ, सिकाइदिएको। अहिले फेरि अर्को टिभी समस्यामा आइपुगे साथीहरू। यहाँ पनि त्यही समस्या के। हेर्नु त, योभन्दा केही पनि आउँदैन क्या। यत्तिकै अड्केको फ्रिज भएको छ क्या।
अब यो सेटअप बक्सलाई मैले खोलेर अब फ्याक्ट्री डिफल्ट हान्नुपर्ने छ क्या, अनि मात्रै चल्ने हुन्छ। यसरी डाङडुङ खोल्नुपर्छ क्या साथीहरू, हेर्नु त डाङडुङ खोलेर अनि इन्टरफेरेन्स आएपछि चाहिँ अनि रिमोटली फ्याक्ट्री रिसेट हान्ने। फ्याक्ट्री रिसेट यस गरेपछि नयाँ खुल्छ, फेरि गरिदिने, त्यसपछि फेरि यस गरिदिने, फेरि खुल्छ। अनि यो सबै कम्प्लिट भइसकेपछि चाहिँ रिबुट गरिदिने हो कि साथीहरू। अब यो रिबुट भइसकेपछि चाहिँ हाम्रो सेटअप कम्प्लिट हुन्छ है। अब यो खोलिसकेपछि चाहिँ अब हामीले यो प्याक गर्नु मात्र बाँकी। यो चाहिँ साथीहरू खुलेको क्या, अब खोलिसक्यो मजाले। अब चाहिँ टिभी सेटअप हुन थाल्यो है, मजाले डाउनलोड हुँदैछ। लु त अब फेरि अर्को टिभी समस्यातिर लाग्यो है। यहाँको पनि बनिसक्यो, झोला बोकाइ मस्त भएर छ, यो काँध दुखिसक्यो। आज पनि धेरै ठाउँ कुदिसकेँ, एक्लै छु अनि बनाउँदै कुद्दै गर्मी भएर छ। 5 बजिसक्यो र पनि गर्मी भने बरकरार छ धरानमा। यहाँनिरको काममा चाहिँ सेटअप बक्स रिप्लेस गऱ्यौँ है, साउन्डै नआएर क्या। अहिले चाहिँ साउन्ड पनि आउँदैछ, मजाले चल्दैछ कि। अब चाहिँ साथीहरू आजको लागि अन्तिम काममा हिँडेको है त। घाम भने डुबिसकेको अवस्था छ है, र पनि हामी काममा जानै लाछौँ अझै एउटामा। कल उठायो भने जाने हो, नत्र घर पो चल्दिने हो। मजाले बाइकमाथि बसेर कल गर्दैछु है साथीहरू। कल उठाउनु भएको छैन है, दोस्रोमा कल गर्दैछु। योमा नि उठाउनु भएन भने चाहिँ लाग्दिने हो अफिस। ल त साथीहरू, कल भने उठाउनु भएन है, सो लाग्यो अफिसतिर। अब चाहिँ भोलि भेटौँ ल।